आज हामी फ्यामिली कुन ठाउँ नागानोको च्याउसियाम भन्ने ठाउँमा जाँदैछौँ होइन। अब हामी हिँड्दा अलिक ढिलो हो, अहिले हाइवे चढेर जाँदैछौँ। लगभग कति मिनट छ देखाइदिन्छ यहाँ, 1.5 घन्टा लाग्छ अब होइन। र आज हामी चाहिँ मेरो भाइ जिनेश पछाडि देखाइदिन्छ, जिनेश खै को छ पछाडि। नमस्ते गरेर नमस्ते ल। हाम्रो बल्ल आजदेखि गोल्डेन स्टार्ट भयो। मौसम पनि राम्रो छ आज होइन। अब त्यहाँ के कस्तो छ, चिसो ठाउँ हो, अब कति चिसो हुन्छ थाहा छैन। जाउँ फेरि त अलिक बिस्तारै बिचबिचमा सिनहरू राम्रो राम्रो सिन देखाउँदै जाँदैछौँ ल। स्टे ट्युन है। ल है त अब हामी हाम्रो डेस्टिनीमा पुगिसकेको छौँ है। यता जिनेस छ ठाउँ चाहिँ उतै भयो। ठाउँ राम्रो छ है, ठाउँ राम्रो। ल यो डाँडा छ यस्तो राम्रो छ, मान्छे नि अझ गोल्डन विक भएर टन्नै छ मान्छेहरू है। चल्न उता बाबुजाला है। के हो त्यो यस्तो पुरै डाँडै ए त्यहाँबाट रहेछ। ल बबितालाई के भन्छ भ्लगमा, ल के भन्छ ल। कस्तो ठाउँ कस्तो लाग्यो, राम्रो लाग्यो ठाउँ यस्तो छ है। पुरै ल मान्छे भिडभाड छ। सल्लाह ल ल कस्तो लाग्यो ठाउँ ल। यहाँबाट उता छ, हामी उताबाट चल्न जाने होइन। त्यहाँबाट माथि छ नि, यहाँ जाने मिल्यो यो डाँडो। यो पनि त्यो डाँडोमा नि पुरै यस्तो चौर छ पुरै। मौसम पनि एकदम राम्रो छ। ल यतापट्टि जेनेस भयो छ। रेस्ट गरिरहेको छौँ होइन। अब यहाँ पुरै रेस्ट गरिरहेको छौँ सबैजना। ल चियरमा आनन्द छ, पसिना पनि छ यतापट्टि पुरै भ्यू हेर्दै।
अर्को तपाईं त भ्लग बनाउने मान्छे त कन्टिन्यू हैन कुराबाट त बोल्नुपर्छ एकछिन बोल्छ के भन्दा यो अलिअलि काट्दै हाल्ने नि त क्लिप होइन ब्लगको अर्को आयो नुहाकोटे भ्लगर के छ ठिक छ ल पछाडि पुरै सुनठाउँ रहेछ यतापट्टि बिर्को लगाउ जाऊ पानीको बिस्तारै बिर्को लगाउ बिर्को लाएर राख जाऊ बिस्तारै तल जाउँला हामी है त अब उता उता फुलतिर जाउँ न अब बिर्को लगाउ प्रिया पानीमा ल फुल अब यता फुल्ने सिजन अलि भएको छैन रहेछ फुल फुलेको छैन यतापट्टि हल्का हल्का मात्र फुल्छस् राम्रो छ नि डाँडा लजिनेस् बवाल है बवाल बवाल है बवाल है है त ल अब आज घुम्न सक्यो होइन सक्यो बिस्तारै अब घर सोरो जानुपर्ने भएको छ अब खानासाना नि अब यता उता तल जानुपर्ने भयो खाजा खानुलाई अब त्यहाँ जान अब टाइम लाग्ने भएर चाहिँ अब जहाँ बाटोमा भेट्छ त्यही खाजा खाएर अब आज हामी बिहिबार हिँड्छौँ अब घुम्न कस्तो हो भनिदिउँ सबैले रमाइलो भयो ल रमाइलो भयो होइन ल रमाइलो ठाउँ रहेछ तर यो हाचीगाचुतिर आउनुपर्ने ठाउँ रहेछ होइन हाचीगाचु भन्नाले कुन चाहिँ अगस्त सेप्टेम्बरतिर आउनुपर्ने ठाउँ रहेछ यो माथि ठाउँ हो अरू बेलामा चाहिँ स्की खेल्छ यहाँ ल हुन्छ ल अब फेरि अर्को एपिसोडमा भेटौँ ल बाई 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 मायाले भने बिसै पानी पिदिउँला बिसै पानी पिदिउँला झाली रुमल बैना स्वरूप दिदिउँला बैना स्वरूप दिदिउँला